साइला बाजेको तरफतिर अब हाम्रो बितेको भाइ भैँसबहादुरहरूको खलक हो। र त्यसरी गर्दा गर्दा हाम्रो हाँगाहरू फिजिँदै गएको छ। र भन्नुपर्ने कुरा के हो भने हामी एउटै पुर्खाको सन्तान हो। उहाँले गरेको काम, इमान्दारी, भगवानको नाम लिएर हामीहरू अहिले यति धेरै भएको छ, एउटा पुर्खाको सन्तान। अनि सबै एक माना खाने भइसकेको छ। यो बडा खुसीको कुरा छ। तर अहिले हामीहरू आफ्नो मूल गाउँबाट विस्थापित भएर कोही बेसी बस्यो, कोही बेसी सहर, कोही पोखरा, कोही काठमाडौँ, कोही चितवन। र हामी दाजुभाइ मिलेर के निर्णय गर्यो भने वर्षमा एकचोटि हामीहरू भेला गरेर खुसियाली मनाउने, अर्को भेटघाट गर्ने, एक दूसराको सुख दुःखको बारेमा जान्ने र पुर्खाहरूको नाममा अहिले तपाईँहरूले यो बत्ती बालेको छ। उनीहरूको नाममा हामीले बत्ती बाले र उहाँको आशीर्वादले हामीहरू अगाडि अझै सधैँ राम्रो भइजाओस् भनेर हामीले यो बत्ती बाल्ने कार्यक्रम राखेको हो। सायद तपाईँले के सोचेर बत्ती मात्रै बाल्यो कि पुर्खाहरूलाई याद पनि गर्यो होला। पुर्खाहरूलाई याद गर्ने, भगवान बुद्धलाई याद गरेर यो बत्ती बाल्नुपर्छ, तब हामीहरूलाई आशीर्वाद पाइन्छ। र अर्को कुरा, अहिले सधैँ हामी फागुन महिनामा गर्थ्यौँ यो भेला। तर अहिले यस्तो अवस्था आयो, हाम्रो इष्टमित्रहरू कोही युकेबाट आयो, कोही हङकङबाट आयो, कोही कुन चाहिँ देशमा पऱ्यो थाहै लागेन। यो अफ्रिकाको छेउबाट आएको है। त हामीहरू यसरी भेला हुँदाखेरि खुसी लाग्यो। अर्को जवाइहरूलाई हामीहरूले धेरैले निम्तो गरेको थिए, तर आफ्नो कार्य व्यस्तताले गर्दाखेरि आइपुगेन होला। जो आयो उहाँलाई धेरै धेरै धन्यवाद हाम्रो खलकको तर्फबाट। अर्को कुरा एउटा चिज छ, हामीहरू एक दूसरालाई सम्मान गर्नुपर्छ। अब जो हाम्रो नियम कस्तो छ भने जो ठुलो छ त्यसलाई ढोकाउने हो र आशुमा हाल्दा त फेरि ढोक फर्काइहाल्नुपर्छ है। त्यो पनि एउटा हाम्रो सिस्टम हो। र आशु भन्ने चिज हाम्रो ठुलो कुरा हो। हाम्रो आशु बिना काम चल्दैन। कुनै नराम्रो काममा पर्दोमा त्यसले आशुहरूको सम्मान गर्नुपर्छ। अब एकतिर हामीले आशु भन्छ, उनीहरूले फेरि हामीलाई आशु भन्छ। त्यसले उ गर्छ। हाम्रो अहिले यो बत्ती बाल्दाखेरि पनि यो राम्रो काममा भएर हामीहरूले आशुहरूलाई पुकारेन। लास्टमा यो बत्ती पुरा बाल्नुलाई हाम्रो नराम्रो काममा चाहिँ आखिरमा आशुले नै यो आखिरी बत्ती बालिदिनु हाम्रो सिस्टम छ। अब मेरो कुरा यहीँ सकिन्छ। अब
खाना खाने खुसियाली गर्ने र जो आउनुभयो सबैलाई धेरै धेरै आशीर्वाद